उयो रहेछ नि ग्यास्ट्रिक पानी हजुर ऊ यहाँ माथि त्यहाँ गएको थिएँ हजुर त्यहाँबाट यो ओह्रालो हेरेको रमाइलो न रमाइलो यहाँ पौडी खेल्दै थियो केटाकेटीहरू त्यहाँदेखि मान्छे सिपिपी देखेँ हजुर होइन म पनि जान्छु हौ भोलि चाहिँ भनेर चाहिँ त्यहाँदेखि आज चाहिँ बिहान उठेँ त्यहाँदेखि खानासाना नुहाई धुवाई गरेर खानासाना खाएर चाहिँ त्यहाँदेखि रेडी भएर चाहिँ लुखुर ओह्रालो आएको नि हजुर ठाउँ मजाको रहेछ नि हजुर ग्यास्ट्रिक पानी बगेर उ यहीँ आइपुग्छ नि ए यही खोलामा मिल्छ हजुर हजुर अनि गहिरो त हजुर हजुर ए यो खोल्छ है हजुर त्यो पानीले चाहिँ साँच्चै नै जाती हुन्छ क्या हो नि पानीले महिना दिन चाहिँ खानुपर्छ भन्ने सुनेको थिएँ मैले चाहिँ तपाईँको हजुर पहिला 9 वर्षकोदेखि खाएँ ए खानु भएको है हजुर त्यो पानी हजुर म अब तपाईँले अब रिकर्ड पनि हुन्छ होइन 65 वर्ष भयो 65 वर्ष भनेपछि तपाईँ 9 वर्ष भनेपछि 56 वर्ष खानु 9 वर्षमा खानुभएको त्यहाँदेखि कति जस्तो खानुभयो त्यहाँदेखि अहिले 5 वर्ष भयो छोडेको भनेपछि झन्डै 50 वर्ष खानुभएछ नि हौ हजुर कसरी खान्थ्यो भने हामी म रोडमा काम गर्थेँ डिपार्टमेन्ट ए हजुर हजुर अन्त त्यहाँ काम त्यो वरपर पानी चाहिँ परि खान्डु खोला पुग्नुपर्छ हजुर हजुर अनि नभए चाहिँ क्या हो पर पनि फेरि रुङसुङ पुग्नुपर्छ नि हजुर अनि परबाट नि त्यहीँ आएर खायो बिहान 10 बजी एकखेप खान्थ्यौँ म मात्रै होइन मेरो साथीभाइले अनि त्यहाँबाट फेरि चिया पकाउनु त्यहीँबाट लग्यो हजुर बर्खामा चाहिँ तपाईँको अहिले 40 वर्ष जस्तो भयो त्योभन्दा अगाडि चाहिँ तपाईँको जुका थियो त्यो पानीमा यसरी डब्बी थाप्नु पर्ने मसिनो त्यो पानी जुका आउँथ्यो अन्त डब्बीमा पानी खाएर तल हेर्दा त ठ्याक्कै तल त्यो पिन टालेर ठाडो परेर जुगा अनि त्यो चाहिँ हाम्रो बैदर बाउले देख्नु भएछ यहाँ माथि नरवीर सरको बाउ चाहिँ बैदर गर्नुहुन्थ्यो अहिले खस्नु भयो हजुर अन्त त्यो पानी ल्याएर त्यसमा हाउ जुका रहेछ राखेँ अब अर्को पालि चाहिँ यहाँ अलिकति चुना ल्याएर चाहिँ चुना लगाइराख्नुपर्छ माथि पुल्ठो लगाएर अन्त त्यो चुना लगाइदिएपछि जुका यस्तो बाघ हराउँछ भने त्यो बुढोले लगाइदिएदेखि त्यहाँदेखि त्यहाँ जुका माथि तलै सुनको भेट्यो नि त हजुर माथिदेखि तलै सुन सबै मऱ्यो अनि त्यसरी खाइयो पानी बेलुका पनि 2:30 अब गरममा तिर्खा गएर खायो अनि अलिक परै काम जाने आउँदाखेरि अब त्यो के मक उहिलेको समयमा भुटेको मकैहरू बोकिन्थ्यो हजुर उहिले अलिक दुखै थियो है हजुर गोजीमा हालेर खाँदै हिँड्नुपर्ने अनि तिर्खा लाग्छ हजुर त्यो पानी खाएर चाहिँ अन्त पियारै थिएन अनि पछि चाहिँ अहिले 20 वर्ष 15 वर्ष जस्तो भयो होला यो ग्यास्ट्रिक भनेर एउटा नाम निस्केको चाहिँ अनि त्यहाँदेखि चाहिँ हामीले नि विचार गऱ्यौँ त्यो नाम निस्किनु नभए त्योभन्दा अगाडि हामीले नि विचार गऱ्यौँ नाम निस्केपछि गर्दा चाहिँ अब 1 महिनासम्मको पानी चाहिँ दबाई नै हो त्यो 1 महिनादेखि उताको चाहिँ फेरि त्यो परेको पानीले मिसिन्छ नि त हजुर त्यहाँदेखि यो पानीको टेस्ट आउँछ हजुर अहिले चाहिँ तपाईँको रुखको जराको टेस्ट आउँछ खाइहाल्नुपर्छ हिजो आज चाहिँ त्यो उसमा चाहिँ रुखको जराको टेस्ट छ अलिक फेरि मैले पनि खाइदिएँ हिजो कि हजुर यसो मुख पनि धोइदिएँ त्यसले हजुर हात पनि धोको चिप्लो बोसो जस्तो पो भयो होइन ए हो मलाई होइन अब होइन भनौँ न अहिले चाहिँ अब त्यो सबै रुखको जराको मात्रै छ पानी मिसिएको छैन हजुर पछि पानी पर अब बर्खा लागेपछि तपाईँको फेरि अरू पानी जस्तै हुन्छ निस्किन्छ नि त अरू पानीमा आउँछ यो चाहिँ दबाई नै हो तपाईँको रुखको जरा सबै रुखको आउँछ नि त त्यो जरा त्यसो रहेछ खायौँ पनि अहिलेसम्म याद पनि भयो दिनमा 3 खेप 4 खेप खाइयो